हेलो एन्ड नमस्ते वेलकम टु माई मिनी भ्लग अनि तपाईँहरू सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु अनि म चाहिँ अहिले ड्युटी गइरहेको छु आज चाहिँ एकदम राम्रो मौसम भइरहेछ है एकदम शीतल मौसम भइरहेछ त्यही भएर चाहिँ एकदम मलाई मजा आइरहेछ होइन हिँड्नलाई पनि एकदम शीतल फिल भइरहेछ है अनि यो चाहिँ देख्दै गरेको चाहिँ तपाईँहरूले होइन यो चाहिँ हो मुस्लिमहरूले प्रेयर गर्ने ठाउँ मस्जिद होइन अनि म चाहिँ बाटो हिँड्छु है यहाँबाट चाहिँ सर्टकट पर्छ मलाई अनि म चाहिँ यो बाटो हिँड्छु जहिले पनि काम जाँदा अनि यो चाहिँ मेरो छेउको मेट्रो स्टेसन हो होइन मेरो घरको छेउको मेरो घरबाट चाहिँ यहाँ मेट्रो स्टेसन आइपुग्नु चाहिँ तपाईँको 5 मिनट लाग्छ हिँडेर है अनि यो चाहिँ हो मेरो मेट्रो कार्ड होइन मेट्रो कार्ड बिना त कहीँ पनि जानु पाउँदैन मेट्रोबाट सो यहाँ चाहिँ मैले ट्याप गर्नुपर्ने हुन्छ अनि मेट्रो स्टेसनभित्र चाहिँ तपाईँहरूले धेरै कुराहरूको सुविधा पाउनुहुन्छ है यहाँनिर तपाईँहरूले सबैको स्टोरहरू पाउनुहुन्छ कन्भिनियन्स स्टोरदेखि लिएर रेस्टुरेन्टहरू सब अनि यहाँदेखि पाउनुहुन्छ है मेरो अफिस जानलाई है अनि यहाँबाट चाहिँ मैले मेट्रो लिङ्क बस लिनुपर्ने हुन्छ जुन चाहिँ ओ पर पर्खिरहेछ मलाई भन्नु अरे होइन त्यो चाहिँ हामी सबैको त्यो एउटै लिङ्कमा मेट्रो लिङ्क बस हुन्छ होइन जुन बसमा चाहिँ हामी सबैजना चढ्छौँ आफ्नो आफ्नो लोकेसन अनुसार अनि त्यहाँभित्र पस्नलाई पनि तपाईँले चाहिँ यहाँ ट्याप गर्नुपर्ने हुन्छ यसरी है अनि यो फ्रन्ट सिटहरू चाहिँ केटीहरूको लागि हुन्छ लेडिजहरूको लागि है अनि पछाडिपट्टिको चाहिँ जेन्ट्सको हुन्छ है अनि आज चाहिँ धेरै मान्छे पनि थिएन बसमा त्यही भएर मैले भिडियो पनि बनाइहालेँ होइन अनि मैले चाहिँ मौकामा चौका हानिदिइहालेँ गाइस होइन अनि यो चाहिँ हो मेरो ड्युटी जाने बाटो होइन यही मेट्रो लिङ्कबाट चाहिँ म हमेसा होइन यसरी जानुपर्ने हुन्छ है अनि त्यहाँबाट उत्रेर एकछिन यसरी हिँड्नु पनि पर्ने हुन्छ गाइस अहिले चाहिँ म ड्युटी सकेर गाइस फर्किँदैछु घर अनि म चाहिँ मेरो साथीसँग उसको ग्रोसरी गर्नु सुपर मार्केट आइरहेको छु है अनि हामी चाहिँ किन हाँसेको भन्दाखेरि चाहिँ मैले अघि नैतिर भिडियो गरिदिन्छु भनेको थिएँ तर मैले चाहिँ भिडियोै गरिन रहेछु रेकर्ड गरेको जस्तो लागेको थियो तर रेड बटनमा थिच्नु बिर्सेछु त्यही भएर चाहिँ हामी यसरी हाँसेर फेरितिर भिडियो बनाउँछु ल भनेर त्यसलाई भन्दै हामी हाँस्दै सपिङ गरिरहेको छौँ है अनि साथीमा यहाँनिर हेर्नुहोस् त प्राइसहरू बाप्रे बाप म त तर्सेँ एकछिन त है काम साम छोडेर बस्तीमा गएर साग सब्जी फलाएर बस्नु पो मन पऱ्यो मलाई त गाइस यो प्राइसहरू देखेर त हेर्नुहोस् त बाप्रे बाप यति महँगो प्राइस म त जिन्दगीमा कहिले खाँदिनँ भन्ने फिल भयो है च्याउहरू हेर्नुहोस् न यो च्याउ 60 रियाल भनेको मामुली हो गाइस 60 रियाल हो एक दिनको स्यालेरी हो मान्छेहरूको हो एक दिनको हेर्नु न 80 रियाल अरे बाप्रे एक दिनको त कसैको होला कसैको त यो 2-3 दिनको स्यालेरी जस्तै हो गाइस यत्रो महँगो आलु हेर्नुहोस् न आमा 30 अब तपाईँहरूलाई चाहिँ यो इन्डियन प्राइसमा जानु छ भने चाहिँ इन्टु 25 गरेर हेर्नुहोस् न कति पर्दैछ केजीको थाहा पाउनुहुन्छ है यहाँ भ्यू हेर्नुहोस् कस्तो राम्रो देखेको है घाम पनि डुब्नु उठेछ हामी चाहिँ सपिङ पनि गरिसकेँ है अहिले चाहिँ फर्किँदैछौँ होइन हेर्नुहोस् त 2-3वटा स्टेसन चेन्ज गर्नुपर्ने हुन्छ मैले है सजिलो चाहिँ छैन गाह्रो छ है तर के गर्नु कमाउनै पर्ने छ हो अनि म चाहिँ निस्किसकेँ यहाँबाट है अब चाहिँ घर फर्किँदैछु है अनि आजको लागि चाहिँ यति नै फेरि भेटौँला नेक्स्ट टाइम तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद मेरो भिडियोलाई हेरिदिनु भएकोमा लाइक कमेन्ट सेयर गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद